हेलो गाइज नमस्कार एन्ड स्वागत छ तपाईलाई मेरो नयाँ भिडियोमा। आफ्टर लङ टाइम मैले आज तपाईहरुलाई नयाँ आजकल तोरीको साग एकदम पाइन्छ, एकदम मन पर्छ। म तोरीको साग बनाएर देखाउँदै छु। मैले प्यानमा तेल हाले अनि थोरै जीरा फुराए अनि खुर्सानी अनि यो लसुन र प्याज चप गरेको अनि गाइस मैले यो टमाटर पनि हालिसकेँ किनकि मलाई यो साग चाहिँ अलिअलि त्यो नुन हाले साथीहरु अलिकति यो खुर्सानीले कस्तो थोरै बेसार हुन त सागमा बेसार राख्दैन र मलाई चाहिँ सबै राख्नुपर्छ कि साथीहरु। साग चाहिँ मलाई मन पराउँछ अलिअलि बनाएको। कस्तो खुर्सानीको राग आयो यतिको भएको छ साथीहरु। अब यसमा मैले हाल्दैछु तोरीको साग। अघि नै मैले पिलाएर राखिसकेको छु। यसलाई धोएर पखालेर छ्याक्क पारेर खुट्टा पनि धोइदेऊ खुट्टा पनि धोइराख्देऊ। म चाहिँ साथीहरु जहिले साग पकाउँदा यसरी नै बनाउने गर्छु। मलाई चाहिँ थोरै तेल हालेर अनि अलिअलि बक्खा जस्तो गराएर खान चाहिँ पटक्कै मन पर्दैन। त्यस्तो हुँदैछ साथीहरु। अब यसलाई मजाले यो पानी सुकाएपछि रेडी हुन्छ। मेरो आइडिया चाहिँ यस्तै हो। साग तयार भयो साथीहरु। साग यस्तो भएको छ। कसलाई मन पर्छ कमेन्ट गर्नु होला।